ओए के हो मुला झ्यापमा छ कि हो जाठा लन्ठाङ लन्ठाङ गरिरहेको छ यार यो मान्छे झ्यापमै रहेछ यार ल ल ल लड्किल 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 ल ल ल के हो बमिट गर्दै हिँडेछ क्या केटाहरू यहाँ पो भएछ त काण्ड अनि जबरजस्ती गरेको थियो त ल्याम ल्याम केटाहरूले ठाडै गर्छ खोज्छ त हौ यसले त कारबार ल ल ल ल ठोक्यो पो तिनजना हालेर झ्यापमा रहेछ क्या सोल्टी फेरि लौ ल ल ल गड धेरै दिनपछि यस्तो देख्न पाइयो यार साथीहरू सो हेलो नमस्ते अनि स्वागत छ हजुरलाई मेरो अर्को नयाँ भ्लगमा होप सोचेर सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु आज पनि न्यू नाइट न्यू भ्लग सो टाइटल थम्बनेल माहौल छावल यता उता हेरेर थाहा पाइसक्नु होला होइन भिडियो चाहिँ के को बारेमा छ भनेर हे साथीहरू आज चाहिँ फ्राइडे नाइट होइन त्यही हो चट्टोपारामा म चाहिँ आइसकेको छु सो अहिले चाहिँ समय रहेको छ बिहानको 2 भन्दा पनि धेरै भइसक्यो होला होइन त्यही हो चट्टोपारामा ठमेलतिर आउँदैछु न्यास्दै पार्नको लागि साथीभाइहरू त्यही हो आजको न्यास्दैपन के कस्तो हुन्छ तपाईँहरूलाई चट्टोपारामा देखाउने नै छु भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला अनि जो पनि नयाँ साथीहरू हुनुहुन्छ 1 लाइक 1 सब्सक्राइब चाहिँ गरिदिनु होला है के हो माहौल त यहीँदेखि तातिएको छ त आज त यार पुरै ट्याक्सीको लाइन यहीँबाट सुरु भएको छ होइन जस आज न्यास्दै पार्नुपर्छ है साथीभाइहरू ल साथीभाइहरू फर्स्ट राउन्ड चाहिँ हानिदिइहालौँ होइन आज के कस्तो छ माहौल त बब्बालै देखिएको छ बाहिरपट्टि चाहिँ ल भित्र पनि छिरियो है जस अस्तिको भन्दा त हल्का कमै हो तर मान्छे चाहिँ छ नभएको होइन होइन यत्तिको चाहिँ हुनै पर्ने हुन्छ ल साथीभाइहरू हामी चाहिँ नर्सिङ चोकको लाइनमा छिरेको छौँ होइन अनि नर्सिङ चोकदेखि चाहिँ सर्र एखेर क्लबहरू डुलिन्छ के कस्तो हुन्छ क्लबतिर होइन चट्टोपारामा हेरिदिउँ साथीभाइहरू के हो यार नर्सिङ चोकमा त डर्रो लहडा पऱ्यो कि अब मान्छे त टनाटनी छ त यार ओहो हो के हो यहाँ के भयो वाट ह्यापन ल ओभरै भिडभाड छ होइन साथीहरू त्यही हो ल यस्तो बबाल माहौल देख्न पाइएछ ठमेलमा होइन लेट्स फ्रिकिङ गो गाइज लेट्स फ्रिकिङ गो ल साथीभाइहरू हामी चाहिँ यो के अरे पर्पल हेजको लाइनमा छिरौँ होइन ओइ मुला के हो यार बाटै नछोडेर हिँड्छ त यार मान्छेहरू त यार त्यही हो यो चाहिँ पर्पल हेजको लाइन होइन जस यो लाइनमा चाहिँ बबालै हुन्छ कि साथीहरू यो लाइनमा हो कि जोस् भिडभाड हुने दायाँ बायाँ लोडा लसुन हुने होइन बबालै छ साथीहरू भिडभाड चाहिँ होइन जोस् आज माहौल चाहिँ बब्बालै तात्या रहेछ यार आउन त हल्का ढिलो हुनुभएको थियो है के हो आज यार आउनुभन्दा पहिले नै बन्द भएछ त पर्पल हेज त यार तनाव भएछ नि त साथीहरू अब फायरतिर जानु पर्ला यार पर्पल हेज कति छिटो बन्द भएको त अनि आज यार अस्तिसम्म त खुल्थ्यो त 2 बजे नै बन्द हुन्छ क्या यो चाहिँ है हल्का ढिलो भयो क्या 2 भन्दा होइन तर